के चुरोटले साँच्चै कसैलाई केही गर्दैन? हाम्रो गाउँको बाजेले 100 वर्षसम्म चुरोट तान्नुभयो, उहाँलाई त केही भएन। यो तर्क सुन्दा सही जस्तो लाग्छ, तर यो सत्य होइन, यो भ्रम हो। आज 4 स्पष्ट सत्यमा कुरा गरौँ। 1. अपवादलाई नियम नबनाउनुहोस्। तपाईले एकजना 100 वर्ष बाँच्नु भएको व्यक्ति देख्नुभयो, तर हजारौं मानिसहरू जो चुरोटकै कारण 40 देखि 50 वर्षमै क्यान्सर वा मुटु रोगले बिते, उनीहरू देखिँदैनन्। यसलाई सर्भाइभरशिप बायस भनिन्छ। एउटा अपवादले लुकेको डरलाग्दो सत्य मेटाउन सक्दैन। 2. चुरोट जुवा जस्तै हो। तथ्य स्पष्ट छ, चुरोट पिउने 2 मध्ये 1 जनाको मृत्यु चुरोटकै कारण हुन्छ। 50% मृत्युको जोखिम। के तपाईँ आफ्नो जीवन यस्तो जोखिममा राख्न तयार हुनुहुन्छ? 3. बाँच्नु र स्वस्थ हुनु फरक कुरा हो। 100 वर्ष बाँच्नु मात्रै ठूलो कुरा होइन, प्रश्न हो कस्तो जीवन? चुरोटले फोक्सोको क्षमता घटाउँछ, सधैँ खोकी र सास फेर्न गाह्रो बनाउँछ। कष्ट सहेर बाँच्नु र स्वस्थ भएर बाँच्नुमा धेरै फरक छ। 4. पुरानो समय र अहिलेको जीवन फरक छ। पहिलेको शुद्ध हावा र प्राकृतिक खानाको समय अब रहेन। आजको प्रदूषण र तनावमा चुरोट थप्नु भनेको आगोमा पेट्रोल हाल्नु जस्तै हो। चुरोटले कसैलाई केही गर्दैन भन्ने होइन, कसैलाई तुरुन्तै नदेखिएको मात्रै हो। विज्ञान स्पष्ट छ, चुरोटले ज्यान लिन्छ। आफ्नो स्वास्थ्यलाई दाउमा नलगाउनुहोस्।